हेलो गाइज, आज पनि तपाईहरुलाई मेरो यो छोटो मोटो भ्लगमा स्वागत छ हैन। कस्तो छ तपाईहरुलाई? सबै सन्चै हुनुहुन्छ होला? बिस्ली सन्चै हुनु पर्यो। म पनि एकदम झकास छु। उता मेरो बुढी उता बसिरहेछ, म चाहिँ यता काम गर्न गइरहेको छु हैन। अरु हाम्रो शिक्षकहरुको आन्दोलन चलिरहेछ हैन। तर हामी विद्यार्थी भने हेरेको हेरे, यो चाहिँ सबभन्दा गलत कुरो हो। हाम्रो गुरुको आन्दोलनमा चल्दाखेरि हामीले जानुपर्छ यार, साथ दिनुपर्छ है। यही भन्न चाहन्छु कि हामीलाई पढायो लेखायो हैन, सबैतिर गरेको थियो। त्यही भएर हाम्रो गुरुले हामीले पनि साथ दिनुपर्छ। त्यही भएर हाम्रो नेपालको जनताहरू, हाम्रो विद्यार्थी साथीहरू जति हुनुहुन्छ सबैजना गएर साथ दिदिनु होला हैन। उनीहरूको नि माग पुरा होस्। कसैको 8,000 कसैको 10-15 हजारमी के हुन्छ र यार हैन। हल्का त अब स्यालेरी बढ्नु पर्यो भने उनीहरूको नि माग हो, त्यो पनि हो हैन। सबैजनाले हाम्रो गुरु शिक्षक गुरुलाई सहयोग गरिदेऊ। आन्दोलनमा गएर सबैले सहयोग गरिदिनु होला हैन। गर्नु पर्यो, त्यो नगर्यो भने पनि भएन हैन। त्यही भएर हुन त के हाम्रो गुरुले पढाएको केटाहरूले चाहिँ पुलिस भएको छ नि, पुलिसले चाहिँ गुरुलाई डन्डा हानिरहेछ अगाडि पछाडिबाट। त्यही पनि हामी पनि त्यो चाहिँ गलत हो। केटाहरू नहानिदिनु। हाम्रो मामालाई भन्न चाहन्छु म, त्यो नहानिदिनु होला है मामाजी। हाम्रो शिक्षकहरूलाई लाठी हान्यो भने फेरि नहानिदिनु होला। हुन त हाम्रो कोही शिक्षक त भाइरल भएको छ नि त यार, पुरा डान्स गरेर भाइरल भएको छ न। हामी भने साला दिनभरि रातभरि यहाँ भ्लग बनाउँछौँ, केही गर्छौँ, केही गर्छौँ, आजसम्म केही छैन साला। म पनि यसो आन्दोलनमा गएर यसो भाइरल भइदिउँ भन्न चाहेको त। म चाहिँ यता बेङ्गलोरमा नै केरलामा, त्यही भएर म चाहिँ हैन। त्यही कारणले मलाई आज दुःख लागिरहेछ है गाइज। सबैजनाले सहयोग गरिदिनु होला भन्न चाहन्छु म। सहयोग गरिदिनु पर्यो, त्यस्तो हुनु भएन है। तर उनीहरूको माग पनि पुरा हुनु पर्यो भन्न चाहन्छु म। माग पुरा होस्। आजसम्म हामीलाई पढायो लेखायो हाम्रो त गुरुै हो। गुरुले भनेको नमाने पनि अहिले गुरुको सम्झना त मनमा छ, जे भए पनि हैन। त्यही भएर गुरु भनेको हाम्रो भगवान हुन् हैन। हाम्रो भगवानलाई सबैले साथ दिदिनु होला। आजसम्म पढाएका कुराहरू मनमै छन् कोही कुराहरू। आजसम्म गुरुजीले भनेको मानेको भए त हामी कहाँ पुगिन्थ्यो। आफू भने गुरुजीले उता पढाउँदै हामी चाहिँ पछाडि पुरा मोबाइल खेलाउँदै बसियो हैन जिन्दगीभरि। त्यही भएर आज परदेशी भएर अरूको गुलामी गर्नु पर्यो हैन। त्यही भएर म पनि भन्न चाहन्छु हाम्रो गुरुजीलाई सबैले सहयोग गरिदिनु होला। हाम्रो शिक्षक गुरुवर्गहरूलाई भन्न चाहन्छु। यति भन्न आएको थिएँ। हस्, बाई बाई, टाटा, जय नेपाल। नेक्स्ट भ्लगमा भेटौँला।